यो फुलको नाम के हो थाहा छ गाइज? कस्तो राम्रो लाइट पिङ्क खालको गोदावरी छ है। त्यस्तै यतापट्टि अर्को छ। राम्रो छ नि है, कस्तो राम्रो छ है। अनि यो सानो साइजमा छ है अहिलेलाई। अब यहाँ त्योभन्दा अलि ठुलो खालको अलि डिफ्रेन्ट कलरको हल्का रेडिस टाइपमा छ, ओरेन्ज रेडिस टाइपमा। फोकस हो न यार, किन नभएको? आहा कस्तो राम्रो देखिएको। अब सबभन्दा बेस्ट आएको चाहिँ मलाई यहाँ छ है गाइज। यस्तो दामी छ नि, बवाल छ कि। रियलमा चाहिँ यो येल्लो धेरै दामी देखिया छ कि। अब यहाँ कस्तो देखियो होइन, रियलमा चाहिँ बवाल दामी छ कि यो। न त सबै त्यस्तै नै छ होइन, नराम्रो त कुनै पनि छैन। फुल प्रकृतिले दिएको कुनै पनि नराम्रो भन्ने हुन्न है, सब बवाल छ। अनि यो झन् यस्तो डायमन्ड लाग्छ नि मलाई यो फुल। आहा यस्तो एकदम नजिकैबाट लिनु है त, नजिकमा कतिमा फोकस हुन्छ हेरौँ। ओ वाउ, यसरी पो लिनुपर्ने रहेछ। कस्तो बवाल आएको। हेरौँ है त यो कस्तो आउँछ अब। आहा यसरी पो रहेछ खिच्नु पर्ने त। यो पनि लास्ट बवाल भयो ल। यो सही आउँछ ल, मलाई थाहा भइसक्यो। टक्क अझै यसरी देखाउन पाए चाहिँ बवाल हुन्थ्यो होला। यो देखिन्छ ल, यो चाहिँ एकदमै बवाल देखिनेवाला छ। अब फोकस चाहिँ मिलेन होइन, हल्का ब्राइटनेस, ब्राइटनेस त ओभर भयो। यो चाहिँ दामी हुन्छ कि क्या हो। टक्क यता घाम झुल्किँदैछ होइन, ठिकै छ, यस्तै हो। अनि यहाँ यो पेपर फ्लावर पनि फुल्ने क्रममा छ है। फोकस चाहिँ किन हुन्न है। पेपर फ्लावर पनि यहाँ फुल्ने क्रममा छ। यहाँनिर सानसानो घडी फुल अलिअलि फुलेका छन्। के भन्छ यसलाई, घडी घन्टी। यो फुल कस्तो राम्रो देखिएको, व्हाइटमा है, बिचमा पिङ्क छ, राम्रो छ ल, नाइस। अनि यता तुलसीको मठ छ। अनि यो फुलको वेट गरिरहेको छु म, कहिले फुल्छ भनेर। नर्सरीमा हेर्दा एकदम राम्रो फुल्या देखेर लिएर आएको थिएँ मैले। यो फुलको वेट गरिरहेको छु है। 6-7 दिनै हुन लागिसक्यो यो फुल फुल्या छैन, कोपिलाको कोपिलामै छ। यो फुल फुलेपछि एकचोटि म फेरि अर्को भिडियो बनाउँछु है त। यहाँ टमाटर पाक्न लागेको छ, हल्का रेडिस हुँदै गइरहेको छ टमाटो गमलामै। अनि यो जास्मिन रोपेको है गमलामै। अब हुन्छ हुँदैन थाहा छैन, तर बढ्न चाहिँ दिनदिनै बढेर यो लामो लामो भइरहेको छ। यत्रो भइसक्यो। जास्मिन फुल्यो भने त पुरा हरर बास्ना हुन थाल्छ। ल गाइज, अब अहिलेलाई यति नै। म विभिन्न भ्लगहरू लिएर आउने छु। तपाईँ नेपाली क्रोनिकल्ससँग जोडिराख्नु होला। तपाईँहरूलाई धेरै 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 नै धन्यवाद जसले यो भिडियो हेरिदिनु भएको छ।
तपाईँ हामीलाई साथ सहयोग गर्दै गर्नुहोला। हेटौँडा कस्तो राम्रो ठाउँ छ हेरौँ है त। टक्क डाँडा काँडामा घाम झुल्किरहेछ। सहर बजार छ यहाँ, घरहरू झपक्कै। यता घाम उदाइसक्यो बिहानको। ल यस्तै छ है त। बाई बाई गाइज। एकचोटि यो फुलहरूले पनि सबैलाई हेलो भनिदिनु होला है। फुलहरूको तर्फबाट हेलो।